आजको हाम्रो यो केस एकदम स्पेसल केस छ किनभने उहाँहरू लास्ट 10 इयर्सदेखि म्यारिड हुनुहुन्छ। उहाँहरूको एउटा बच्चा पनि बसेको थियो, तर अनफर्चुनेटली केही कारणले गर्दा उहाँहरूको बच्चा अहिले जीवित हुनुहुन्न र त्यही भएर गत 5 सालदेखि चाहिँ उहाँहरूले विभिन्न ट्रिटमेन्टहरू गराउनु भएको रहेछ। विभिन्न ट्रिटमेन्ट फेल भएको हुनाले उहाँहरूले अलमोस्ट ट्रिटमेन्ट छोडिसक्नु भएको रहेछ र हाम्रोमा ट्रिटमेन्टको लागि आउँदा चाहिँ हामीले फेरि एकचोटि रिभ्यालुएट गऱ्यौँ पेसेन्टलाई। उहाँको चाहिँ मैले फर्स्ट टिभिएस स्क्यानमा हेर्दाखेरि पाठेघरभित्र पानी जमेको देखेँ र त्यो पानी जम्ने कारण के हो त भनेर खोज्दाखेरि बा इन्फेक्सन हो कि भनेर हामीले एन्टिबायोटिक चलायौँ र एन्टिबायोटिक कभरेज पछि एउटा ट्युबल पेटेन्सी टेस्ट कतै ट्युबमा पानी जमेको भएर त क्याभिटीमा पानी आएको होइन भनेर हेर्नको लागि एचएससी पनि गऱ्यौँ र लकिली उहाँलाई चाहिँ एचएससी गरेको साइकलमै प्रेग्नेन्सी बसेको छ र आज हाम्रो उहाँको स्क्यान गर्दैछौँ। टिभिएसमा तपाईँहरू एउटा अर्ली प्रेग्नेन्सी देख्न सक्नुहुन्छ र उहाँलाई धेरै धेरै बधाई छ र यो भिडियोबाट त्यही भन्न चाहन्छु कि म सबैलाई आइभीएफ नचाहिन सक्छ। तपाईँहरूको इन्फर्टिलिटीको कारण के हो त भनेर एकचोटि राम्रोसँग इभ्यालुएसन गरेर त्यही अनुसार कुन ट्रिटमेन्ट प्लानमा जाँदा तपाईँहरूको लागि बेस्ट हुन्छ भनेर हामीहरू सजेस्ट गर्छौँ होइन। मैले धेरैजना कपालहरूसँग कुरा गर्दाखेरि के बुझ्ने गरेको छु भने उहाँहरू चाहिँ अलिकति डिले ट्रिटमेन्ट आउनुको कारण पनि बा फर्टिलिटी स्पेसलिस्टकोमा गयो भने डाइरेक्ट आइभीएफ पो भन्नुहुन्छ कि भन्ने एक खालको हेजिटेन्सी देखेको छु मैले होइन। तर सबै कपाललाई आइभीएफै चाहिन्छ भन्ने छैन।